लक्ष्मी नआउनु उता भिडियो भइरहेको मैले नचिनेर यहाँ कस्तो छ खोइ को आउनु भएको छ के भन्नुहुन्छ मैले नबुझेर नचिनेर मया त धेरै गरिन्छ के गर्नु यहाँ अलि दिन कुरा गर्न नपाएर रहनु भएको छ। हेलो एन्ड नमस्ते एभ्रिवान। अहिले चाहिँ मसँग रेडमीको 14C छ हातमा। यो फोन चाहिँ हाम्रो सिमिचौरको एकजना आमालाई जाँदैछ। उहाँलाई चाहिँ विदेशदेखि युरोपदेखि उहाँको छोरा अनि बुहारीले चाहिँ गिफ्ट गर्नुभएको छ र यो चाहिँ सरप्राइज गिफ्ट दिने भन्नुभएको छ। सो कारणले गर्दा चाहिँ भोलि शनिबारको दिन यो फोन चाहिँ मैले गाडीहरूमा पनि पठाएको छैन कसैलाई, म आफै स्वयं जाँदैछु। उहाँलाई पर्सनल्ली भेटेर चाहिँ एकदम सरप्राइज तरिकाले यो गिफ्ट दिँदैछु। ल अहिले चाहिँ हामी हाम्रो आमाको गिफ्ट लिएर चाहिँ हिँड्यौँ। युरोपदेखि गिफ्ट आन्नु भएको उहाँको छोरा र बुहारीले। अब यो चाहिँ हामी लिएर सिमिचौर जान्छौँ राङबास र उहाँलाई चाहिँ एकदम सरप्राइज गिफ्ट दिन्छौँ र हामी अब हिँड्न थाल्यौँ है गाडीमा चारवटा। यात्रा चाहिँ यहाँबाट अब सुरु हुन्छ। अब कस्तो हुन्छ म पनि अब नर्भस छु हल्का, कसरी सरप्राइज दिने अब आमालाई भनेर। लेट्स सी। अब चाहिँ हामी लोकेसनको नजिक आइसक्यौँ। जानकारी पाएअनुसार चाहिँ यति नजिक हो, तर ठ्याक्कै कहाँनिर हो भने चाहिँ थाहा भएन। मान्छे पनि कोही देखिएन कि। भनेपछि थोरै अगाडि आएछ, पछाडिको चोकबाट छिर्नु पर्यो। ओहो आमा नमस्ते, सन्चै हुनुहुन्छ? एक्लै हुनुहुन्छ क्या? यहाँ के छ कुखुरा सुखुरा बाख्रा पाल्नु भएको रहेछ, यसो लिएर जानु पर्यो भनेर त्यहाँ हाम्रो दाइले पठाउनु भएको थियो क्या गौडाकोट। अफ्रिकान दाइलाई चिन्नुहुन्छ नै? पाठा साठा छन्, उहाँ पैसा सैसा तिर्दिसकेछु, गएर लिएर आइज भन्दै हुनुहुन्थ्यो र। हो र? विष्णु कुमार थापा भन्ने हजुर होइन र? बोका सोका छन् कुखुरा, त्यो लोकल कुखुरा भन्दैछु भन्दै हुनुहुन्थ्यो, होइन र? थापा बनाउनु पर्ने रहेछ। ए हजुर, माथि हो कि यही हो? उहाँ के लोकल हुन् कि कोइलर हुने नि? कोही कोइलर छ र कोही नक्कल छ नि, त्यस्तै छन् गाउँघर। कतिवटा छन् भाले? लोकल भाले कोइलर बिउनी हो क्या आमा? मोटो रहेछ, झक्कड रहेछ क्या, त्यही लानुपर्छ है क्या? हो र? मलाई त यहाँ पैसा सैसा दिइसकेछ, गएर लिएर आइज भन्दै हुनुहुन्थ्यो। हो र? गाउँ न आमा, यो चाहिँ तपाईँको छोराले पठाउनु भएको उपहार। लक्ष्मी नआउनु उता भिडियो भइरहेको मैले नचिनेर यहाँ कस्तो छ खोइ को आउनु भएको छ के भन्नुहुन्छ मैले नबुझेर नचिनेर। हजुरको जीवन थापा मगर होइन छोराको नाम? मलाई थाहा छैन। म चाहिँ तमगास निलगिरी मोबाइल सेन्टरबाट आएको आमा। हिजो मलाई फोन गरेर भन्नुभएको थियो, उहाँबाट यसो आमाको मोबाइल चाहिँ पुरानो भयो, नयाँ मोबाइल ल्याइदिन पर्यो। त्यहाँबाट फेरि हिजो फोन गर्नुभएको तपाईँको अब बुहारी, चिन्नु भएको नै? नाम भन्नुहोस् त, बुहारीको नाम लाउनेवाला बुहारीको नाम थाहा छ कि नि हजुरलाई? कहाँ हुनुहुन्छ? युरोपतिर हुनुहुन्छ होइन? युरोप र उहाँ दुईजना मलाई कल गर्नुभएको थियो। आमालाई चाहिँ घरै लगेर छोडिदिनु पर्यो मोबाइल, गिफ्ट सरप्राइज तरिकाले भन्दै हुनुहुन्छ, त्यही भएर एकदम लिएर आइदिएको हजुरलाई यो फोन तमगासबाट निलगिरी मोबाइल सेन्टरबाट। छोरी विदेश गएछन्, छोरा बुहारीले माया गरेर उहाँबाट यहाँ पठाइदिएछन् हजुरलाई, त्यही भएर त म यहीँसम्म आएको के रे। यस्तो माया गर्ने छोराछोरी अनि बुहारीहरू पाउनु भएको छ। ल हजुरलाई यो राख्नुहोस्, अनि यही भिडियोबाट भनिदिनुहोस् छोराहरूलाई बुहारीहरूलाई के भन्न चाहनुहुन्छ। छोराछोरीलाई त के भन्ने हो, त्यही त हो के अरे, अरू त के भन्ने, त्यस्तो मलाई चाहिन्थेन के अरे। मैले चलाउन पनि जान्दिनँ, होइन उहाँ विदेशमा हुनुहुन्छ, तपाईँ घरमा एक्लै हुनुभयो, भिडियो कल गर्दाखेरि आमाको फोटो राम्रो आएन भनेर भिडियोमा हेर्नलाई होला नि हजुरलाई।
धेरै माया गरेर अहिले 5-6 दिन भयो कि मेरो बिग्रेर नाच त्यही भन्दै हुनुहुन्छ आमाको मोबाइल बिग्रेछ अहिले त्यसलाई पनि सन्चो पनि छैन दाजै तपाईँलाई चाहिँ तपाईँको जीवन छोरा र बुहारी दुईजनाले एकदम माया गर्नुहुन्छ उहाँबाट गिफ्ट पठाइदिनु भएको दुईजना मिलेर छुट्टा छुट्टै देशमा आउनुहुन्छ रहेछ होइन हजुर त्यही त ल छुट्टैमा छन् अनि छोरा र बुहारीले कति सम्झिनु भएको कति माया गर्नुहुन्छ भनिदिनुहोस् माया त धेरै गरिन्छ के गर्नु यहाँ अहिले दिन कुरा गर्न नपाएर डन भएछ त्यही भएर मैले दिएको मैले आत्ति आत्ति भोलि जो ल हिजै छोड्दिनँ भन्नु त हिजो ढिला भएर रात परिसकेको थियो अब घर नदेखेको अनि आज चाहिँ सोध्दै आएको त्यहाँ तल पुगेको थिएँ म ल आमा हजुरलाई ल धेरै धेरै बधाई छ एकदम भगवान् जस्तो छोरा बुहारी पाउनु भएको छ सधैँ माया गर्नुलाई खुसीले राख्छन् है